हेलो शिवारो नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ यो ताइओ गएको भिडियो हाल्दैछु। यो चाहिँ अलिकति पुरानै भिडियो हो, तर पनि मैले हाल्न पाएको थिइनँ, सो मैले बल्ल हाल्दैछु। अनि यो ठाउँ चाहिँ मैले कसैको पोस्टमा देखेको थिएँ, अनि यो ठाउँ चाहिँ मलाई एकदमै जानु मन लागेको थियो क्या। अनि मैले साथीहरूसँग रिक्वेस्ट गरेको थिएँ एक दिन छुट्टी मिलाएर जाऊँ है भनेर, किनभने मलाई चाहिँ कसरी जाने भन्ने कुरा आइडिया आउँदैन क्या। अनि सो साथीहरूले एक दिन मेरो रिक्वेस्टलाई मानेर छुट्टी मिलाउनु भएको थियो, अनि हामी सबैजना गएको थियौँ। ओ माई गड, यति राम्रो रहेछ कि यो ठाउँ मैले त एकदमै इन्जोय गरेर आएको थिएँ क्या। यदि तपाईँहरू पनि कोही टिकटक बनाउन भिडियो खिच्न एकदमै इच्छुक हुनुहुन्छ भने चाहिँ यो चाहिँ तपाईँहरूको लागि है त। अनि यहाँदेखि उतापट्टि जङ्गल रहेछ, यो जङ्गलमा चाहिँ एकदमै धेरै टिमुरहरू फलिरहेको थियो। सो दिदीले चाहिँ टिमुर पनि टिप्नु हुँदैछ। अनि अलि तल गएपछि समुद्रमा झन् हामीले यति रमाइलो गऱ्यौँ नि बच्चा टाइपको। अनि त्यहाँदेखि उतापट्टि फिस भिलेज भन्दो रहेछ, त्यहाँ चाहिँ हामी डुङ्गा चढेर हिँड्नुपर्छ। यति रमाइलो छ नि त्यो ठाउँ त झन्। तपाईँहरूले थाइल्यान्ड गएको फिल गर्नुहुन्छ, मैले चाहिँ त्यही फिल गरेँ, किनभने म थाइल्यान्ड त कहिले पनि गएको थिइनँ, तर भिडियो हेरेको थिएँ। सो आज चाहिँ मैले एकदमै थाइल्यान्डकै फिल गरेको छु। थ्याङ्क यू सो मच, बाई बाई, सी यु नेक्स्ट भिडियोमा।